हाई गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। सबैजनालाई ह्याप्पी तिहार। हामीले चाहिँ हाम्रो घरमा झिलिमिलीहरू लगाउन थालिसकेको थियौँ अनि लास्टमा झिलिमिली लगाइसक्दा चाहिँ यस्तो देखिएको थियो। घर चाहिँ पुरै कम्प्लिट भएको छैन, अझै कति धेरै कामहरू बाँकी छ, त्यही पनि झिलिमिली चाहिँ लगाइरहेको। बेलुका कामहरू सकिसकेपछि चाहिँ हामी गयौँ बेलुका डिनर गर्नको लागि बाहिर। हामीले चाहिँ त्यहाँ गएर खाना खायौँ अनि खाना खाइसकेपछि डेजर्ट त खानु पर्यो, त्यसपछि हामी बाहिर गएर डेजर्ट पनि खायौँ। हामीले चाहिँ लक्ष्मी पूजा यता पुरानै घरमा गर्ने भएकोले अनि त्यसपछि मैले यता सबै सफा गरेर यहाँनिर भगवानहरूलाई पनि रेडी गरेँ। त्यसपछि मैले र ड्याडीले मिलेर रङ्गोली बनायौँ अनि यता अर्कोतिर चाहिँ मेरो भाइ र मुवा मिलेर रोटी बनाउँदै होइसिन्छ। प्रतीकले फर्स्ट टाइम रोटी बनाएको, मेरो भन्दा राम्रो बनाएको थियो। मैले फर्स्ट टाइम बनाउँदा यति राम्रो पनि बनाएको थिइनँ होला। त्यसपछि पूजा गर्ने टाइम पनि भयो अनि मैले भाइले बुवाहरू मिलेर सबैजनाले पूजा गर्यौँ। मैले चाहिँ यसरी प्रपर तरिकाले कहिले पनि पूजा गरेको थिइनँ, फर्स्ट टाइम लक्ष्मी पूजा नै गरेँ। त्यसपछि घर चाहिँ यस्तो देखिएको थियो। लास्टमा हामीले चाहिँ सबै काम सकिसकेर त्यसपछि एकछिन भिडियो बनायौँ मैले र भाइले अनि सबैजना मिलेर हामीले यता पड्कायौँ, झिरझिरे बाल्यौँ। तिहारको चाहिँ सबैभन्दा राम्रो पार्ट चाहिँ मलाई यही हो जस्तो लाग्छ। एकछिन सबैजना मिलेर घरमा रमाइलो गर्यौँ। त्यसपछि म यता गएँ ठुल मम्मीको घरमा रोटी खानको लागि। त्यसपछि फेरि बेलुका हामीले करेन्ट बनाएर खायौँ अनि म गएँ मामा घरमा। आज चाहिँ मामा आउँदै हुनुहुन्थ्यो बाहिरबाट अनि फाइनल्ली मामा पनि आउनु भयो अनि फेरि म घर फर्किसकेपछि चाहिँ अनि एकछिन पछि हाम्रो घरमा देउसी भैलो खेल्नलाई आउनु भयो सबैजना। देउसी खेलिसक्नु भएपछि चाहिँ लास्टमा आशिक दिने हुन्छ अनि त्यसपछि त्यो आशिक दिने बेला चाहिँ फर्स्ट टाइम होला मैले यसरी आशिक थापेको। घरको एकजनाले चाहिँ यसरी बस्नु पर्दो रहेछ अनि उहाँहरूले आशिक दिनुहुँदो रहेछ अनि भोलिपल्ट चाहिँ म गएँ फुल टिप्नको लागि। म र आमा मिलेर चाहिँ यता हामीले माला बनायौँ अनि माला पनि बनाइसकेपछि यता मेरो मम्मीले चाहिँ सबै थोक भोलिको लागि ठिक पारिदिँदै हुनुहुन्थ्यो, सबै थोक पकाएर। त्यसपछि मैले यहाँ एकछिन मम्मीको भिडियो बनाइदिएँ। त्यसपछि म गएँ भाइको लागि सामान रेडी गर्नको लागि अनि सबै काम सकिसकेपछि आमा पनि घर जानुभयो। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। बाई।